विशेष गरी तराई क्षेत्रमा दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँध्ने चलन छ। तर अहिले राखी बाँध्ने चलन पहाडी क्षेत्रमा पनि व्यापक भइसकेको छ। राखी पर्व पनि जनाई पूर्णिमाकै दिन मनाइन्छ। दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने गरिन्छ। राखी बाँध्ने चलनलाई स्वीकार गरेका पहाडी क्षेत्रका सर्वसाधारण यो पर्वलाई सकारात्मक रूपमै स्वीकार गरेको बताउँछन्। हिन्दू धर्ममा अब तराईको भए पनि नेपालको भए पनि सबै एउटै त हो नि, त्यही भएर राखी बाँध्छु म चाहिँ जहिले पनि। अब चाडबाडलाई चाहिँ उत्सवका साथ मनाउने चलन अब नेपालमा पनि सुरु भएको होला। अब यो जाति ऊ जाति, यो तराई पहाड, यो विभेद भन्दा पनि जनताले चाहिँ सबै सम्पूर्ण भनौँ न, आफ्नो नेपालीहरूले चाहिँ नि सबै नेपालीहरूले चाहिँ हाम्रो नेपालीहरूकै महान चाड हो भन्ने रूपमा लिएको हुनाले अब अहिले तराईवासीहरूले पनि त दसैँ मनाउनुहुन्छ नि। तराई क्षेत्रका स्थायी बासिन्दा त यो पर्वलाई पहाडमा तिहारको भाइटिका जस्तै महत्त्वका साथ मनाउँछन्। राखी पर्व नेपालको तराई क्षेत्र जस्तै भारतमा सबैभन्दा महत्त्वको साथ मनाइन्छ। राखीको चलन पहाडी क्षेत्रमा पनि लोकप्रिय भएकोमा तराई क्षेत्रका नेपाली खुसी देखिन्छन्। हाम्रो लागि धेरै महत्त्वपूर्ण हजुर। हाम्रो मधेस तराईमा राखीलाई धेरै मान्छ हजुर। पहाडीमा आजकल मधेसीलाई देखेर पहाडहरूले पनि मान्न थालेको छ चाडपर्व धेरै। हामीलाई धेरै राम्रो लाग्यो हजुर, सबैले देखेर हजुर। केही वर्षदेखि फैलिँदै गरेको संस्कृतिकरणका कारण राखीले नेपाली समाज र आर्थिक गतिशीलता पनि बढाएको छ। भारतबाट आयात हुने राखीले एउटै सहरमा लाखौँको व्यापार बढाउँछ। राजधानीको असन तथा नयाँ बानेश्वरमा एउटै पसलेले 10,000 सम्मको व्यापार गर्छन् राखीको। व्यापार त दिन प्रतिदिन बढिरहेछ। पहिलेभन्दा धेरै व्यापार बढेछ। सिजनमा चाहिँ 8,000 10,000 8,000 10,000 व्यापार भइरहेको 7-8,000 जति हुन्छ। बाटोले गर्दाखेरि एकदमै कम छ होइन, मतलब त्यस्तै 30-40,000 त्यस्तै राखीको टाइममा एक हप्ताको त्यति मात्रै हुन्छ। नेपालको पहाडी समुदायमा लोकप्रिय भइसकेको राखी बाँध्ने चलनलाई कतिपय आलोचक हिन्दी सिनेमाको प्रभाव पनि मान्छन्। प्रभाव र संस्कृतिकरणको माध्यम जे भए पनि राखीले नेपालका सबै क्षेत्र र तहमा ठाउँ पाइसकेको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा मनोज बस्नेतका साथ त्रिगुणा भट्टराई, काठमाडौँ।